हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। यो चाहिँ हामी टक्क लाएर आज चाहिँ आमा छोरा भएर बेलुका पाखा टक्क ताजा पानी खाने भनेर पँधेरामा जाँदैछौँ है। हाम्रो चाहिँ यो चाहिँ एकदम फेमस हो के हाम्रो यो गाउँको टोलको मात्र नभएर एउटा एरियाकै नै एकदम दुईटा ओडाको नै एकदम फेमस पानी खाने एउटा हाम्रो धारा पानी भन्छौँ हैन। धारा पानी हो, एकदमै राम्रो छ हैन। यहाँको वातावरण पनि यस्तो दामी छ। हाम्रो यहाँ यस्तो सोलर पनि राखिदिएको छ किनकि यो अँधेरो हुन्छ, माथि जंगलले घेरेको छ। जंगलले घेरेको हुनाले गर्दा नि हामीलाई यहाँ पानी लिन बेलुका आउने कतिपय मान्छेहरू मेलापातहरू छुटेपछि, कलेजहरू स्कुल विद्यालय छुटेपछि विभिन्न आफ्नो यो कामहरू व्यवसायहरू गर्नेले व्यवसाय बन्द गरेर अनि जागिर खानले जागिरहरू सकेर आफूले काम गरेर सकेर बिहान बेलुका पानी लिन आउने भएको कारणले गर्दाखेरि हामीले चाहिँ यहाँ सोलर बत्तीको पनि व्यवस्थापन गरेका छौँ र हामी राति आउँदाखेरि एकदमै राम्रो उज्यालो हुन्छ यहाँ चाहिँ है। यस्तो हो, चौतारा यहाँ छ हाम्रो बर पिपलको एकदमै राम्रो चौतारा पनि छ है। त्यसपछि यहाँ अर्को धारा, यहाँ चाहिँ एकदमै मेन धारा चाहिँ यहाँ छ। यहाँको पानी चाहिँ यति मिठो छ हैन। हिमालबाट बगेर आएको पानी भन्दा पनि एकदम स्वस्थ ताजा र एकदम मिठो हुन्छ पानी। त्यही भएर यहाँ दिउँसो चाहिँ एकदमै धेरै भिड लाग्छ है। 2-3वटा गाउँले यहाँ आउनु भएको कारणले गर्दाखेरि हामी चाहिँ बेलुका आउँछौँ। एकदम सरसफाइ एकदम राम्रो छ है। दायाँ बायाँ एकदम राम्रो छ। यो माथि चाहिँ साल ठुल्ठुला साल चिलाउने कटुसको बोटहरू छ भने यहाँबाट पुरै त्यो माथि जङ्गलबाट वन जङ्गलको जराबाट शुद्ध छानिएर आएको मूल हो यो है। यो लगभग कति वर्ष अगाडिको मूल हो भन्ने कुरो हामीलाई थाहा छैन। हाम्रो बुवा हजुरबुवाहरूले पनि यहीँ खानुभएको थियो पानी र हामीले पनि यहीँ पानी खाइरहेका छौँ। एकदमै राम्रो ताजा स्वस्थ मिठो पानी हो यहाँ है। त्यही भएर हामीले चाहिँ आज पानी लिन आएको छौँ, मम्मी र म भएर है। फेरि बेलुका किन गयो नभन्नु होला, बेलुका मान्छे कम हुने भएको कारणले गर्दा आएको हो। अब यहाँ मान्छे कहिले त यो लाइन त्यहाँ चौतारासम्मै पुग्छ दिउँसो। आज चाहिँ विशेष लक्की ठान्नुपर्छ है। हामी आज चाहिँ कोही छैन मान्छे, त्यही भएर हामी चाँडै नै काम भ्याएर जान्छौँ। हामीले लक्की ठान्यौँ है। त मान्छे नभएपछि चाँडै काम भ्याइन्छ। अनि के छ, पानी भरेर भ्याइसक्नु भयो मम्मी? भर्दैछु। यहाँको पानी एकदम मिठो लाग्छ तपाईँलाई? हो, म मात्रै नभएर हाम्रो परिवार मात्रै नभएर यहाँ समग्र पालुङटार नगरपालिकाको वडा नम्बर 4-5 को 2 जाति मान्छेहरूलाई एकदमै यहाँको पानी एकदम मिठो लाग्छ है। अहिले जस्तो खडेलीमा पनि यस्तो राम्रो छ धारा, यति सफा यति ठुलो धारा छ है। यस्तो यो खडेलीमा पनि चैत वैशाखमा पनि अरू बेला त झन् धारा एकदम राम्रो आउँछ। यस्तो राम्रो छ, सरसफाइ एकदम राम्रो छ। यहाँ टक्क लाएर पातहरू टिपेर फाल्ने है। बाटोहरू पनि यस्तो छ, चिप्लिँदैन। त्यहाँ चौताराबाट सर्र आउने, त्यसपछि एकदमै राम्रो छ भन्दै आजको हाम्रो आमा छोरा भएर पानी लिएर आएको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। अर्को भ्लगमा भेटौँला। च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्दै बिदा हुन्छु। बाई बाई।